सबैलाई नमस्कार। यतिखेर भने म चर्चित कलाकार गायिका एलिना चौहानले भर्खरै मात्रै एउटा सामाजिक सञ्जालमा मेरो बारेमा पोस्ट गरिएको जुन स्टाटस छ त्यो स्टाटसको विषयमा केही कुरा भन्न गइराखेको छु। पहिलो कुरा त एलिना चौहानजीले लेखेका केही शब्दहरू रुकुमको एउटा ठग जिल्लाको नाम राखेर र एउटा ठग जस्तो शब्दलाई प्रयोग गरेर सबैजना सचेत रहनु होला भन्ने कुरालाई मध्यनजर गर्दा मेरो एकदम गम्भीर ध्यान आकर्षण भएको छ। यसमा मेरो घोर आपत्ति पनि छ र यसको लागि म कानुनी प्रक्रिया मार्फत अगाडि बढ्ने प्रयत्न पनि गर्नेछु। अब खास भएको कुरा के हो भने एलिना चौहान र मेरो साइनो सम्बन्ध, उसलाई मैले बहिनी भन्दै आएको र उसले मलाई दाई भन्दै आएको करिब यस्तै कार्यक्रमको रिलेसन 3 वर्षभन्दा बढी भयो। 2080 सालमा मुसिकोट खलङ्गा आउँदा एलिना चौहानलाई मैले सुर्खेतबाट टेकअप गरेको थिएँ, जसलाई मैले प्लेन टिकट काठमाडौँ टु सुर्खेतबाट हाम्रो भुवन केसीको गाडीमा रुकुम ल्याएर 65,000 पारिश्रमिक दिएर त्यही गाडीमा फेरि सुर्खेत पठाएर त्यहाँको होटलको व्यवस्थापन गरेर काठमाडौँ पठाएको थिएँ पहिलो चरणको कार्यक्रममा। दोस्रो चरणको कार्यक्रममा पनि 2081 सालको मुसिकोट खलङ्गा कार्यक्रममा पनि त्यही सुर्खेत बोलाएर सुर्खेतबाट खलङ्गा ल्याएर अनि त्यो कार्यक्रम प्रस्तुति दिन लगाएर दोस्रो चरणको कार्यक्रममा दोस्रो वर्षको कार्यक्रममा 60,000 दिएर मैले त्यही भुवन केसीको गाडीमा सिमली भुवन केसीको स्कर्पियोमा सुर्खेत लगी सुर्खेत काठमाडौँ पठाएको र सत्य साँचो नै हो, त्यो बहिनीलाई सोद्धा पनि हुन्छ। त्यसपछि तेस्रो चरणको कार्यक्रम चौरदारी महोत्सवमा गत साल 2082 सालको कार्यक्रममा चौरदारीमा मैले एलिना चौहानलाई बोलाएर त्यसरी नै गाडी पनि मेरो आफ्नै, प्लेन टिकट पनि म आफैले अप डाउन गराएर उसलाई मैले 80,000 रुपियाँ दिएर चौरदारीबाट पठाएको थिएँ। त्यो एलिना चौहानलाई पठाउन सोद्धा पनि हुन्छ पत्रकार साथीहरूले। र अर्को चारौं चरणको कार्यक्रममा यही दोस्रो आर्ट बिस्कुट महोत्सवमा पोहोर साल यही आर्ट बिस्कुटमा बोलाएर एलिना चौहानलाई प्रस्तुति दिए बापत मेरो आफ्नो एकाउन्टबाट मेरो रिम्नाको छेउमा रहेको घरबाट 75,000 रुपियाँ उसलाई दिएर पठाएको छु र प्लेन टिकट पनि मेरै, गाडी पनि मेरै गरेर मैले पठाएको कुरा सत्य हो, अहिले पनि सोद्धा हुन्छ। अब रह्यो यसपालिको कुरा। यसपालिको कुरा मैले एलिना चौहानलाई हिजो मात्रै 23 गते बिहान काठमाडौँबाट सुर्खेत बुद्ध एयरलाइन्समा एउटा मैले टिकट काटिदिएको छु। काठमाडौँबाट उहाँ सुर्खेत आउनु भएको छ। सुर्खेत आइसकेपछि मैले र यही सिमबजारमा रहेको प्रकाश ददेलको डबल क्याब बोलेर सुर्खेत पठाएको छु। त्यो डबल क्याब बोलेरोमा एलिना चौहान आउनु भएको छ र उहाँ 2-3 बजे आएर चाहिँ हाम्रो राडी बजारमा रहेको सन्धिमा होटलको 102 नम्बर रुममा बस्नु भएको छ। अनि उहाँले कार्यक्रम 6 बजेदेखि 7 बजेसम्म आफ्नो पर्फर्मेन्स दिइसकेपछि उहाँलाई बिदाई गर्ने क्रममा मेरो साथी निरज विक र म आफै सन्धिमा होटलको 102 नम्बर रुममा गएर उहाँलाई मैले मेरो हातबाट क्यास 85,000 अथवा निरज विक र मेरो हातबाट 85,000 उहाँलाई बुझाएको कुरा सत्य हो। त्यो रेकर्ड हामी यहाँ सुनाउनु पनि सक्छौँ, आवश्यक पर्यो तपाईँलाई म अहिले पनि सुनाउन सक्छु। अहिले यता आउनु त। यो उहाँले के भन्नुभएको छ भने यो रेकर्ड कसैले मागेमा म जिल्लादेखि राष्ट्रिय स्तरका पत्रकार साथीहरूलाई पनि म यो उपलब्ध गराउनेछु र तपाईँहरूले पनि बुझ्नु होला। अब अन्डरस्ट्यान्ड यहाँ के भयो त्यो म आफैले पनि बुझ्न सकेको छैन। मैले हिजो बुद्ध एयरलाइन्सलाई अथवा श्री एयरलाइन्सलाई मैले सुर्खेत फोन गर्दाखेरि टिकट आज बिहानको नपाइसकेपछि मैले कलाकारलाई नेपालगञ्जबाट होस् या सुर्खेतबाट होस् मैले सकुशल काठमाडौँ पठाउने म आयोजकको कर्तव्य हो। त्यसैले मैले बुद्ध एयरलाइन्सको 11:50 टिकट मैले बुद्ध एयरलाइन्सबाट रोकेको छु। मैले उहाँ चाहिँ नेपालगञ्ज नगएर उहाँ सुर्खेत गएर दर्शन होटलमा गएर बस्नु भएको छ। उहाँ नेपालगञ्ज नगएर आयोजकले टिकट काटेको ठाउँमा नगएर मेरो गाडीले भनेको ठाउँमा नगएर उहाँ सुर्खेत गएर दर्शन होटलमा बस्नुको कारण के हो त्यो म जान्दिनँ, त्यो तपाईँहरूले आफै भन्नु होला। अब अरू कुरा, उहाँ सुर्खेत आउने बित्तिकै बिहान फर्स्ट आवरमा चाहिँ उहाँले चाहिँ सुर्खेतमा दर्शन होटल बुक गर्नु भएको छ। उहाँले होटलको पेमेन्ट पनि मैले गरिदिएको छु। 5,000 उहाँले जुन कुरा गर्नु भएको छ नि, उहाँले 85,000 मा डिल गर्नुभयो। बहिनी तिमी सधैँ मेरो कार्यक्रममा आउँछौ, अहिले कार्यक्रम समस्यामा छ भनेर मैले उहाँलाई रिक्वेस्ट के गरेको थिएँ भनेपछि उहाँसँग अर्को मैले चाहिँ के भनेको थिएँ भन्दाखेरि बहिनी
म त तिम्रो टाउको बिक्री गरेर ठुलो कलाकारको टाउको बिक्री गरेर सानसाना कलाकारलाई पाल्ने उद्देश्य राखेको मान्छे हुँ। बहिनी आउँदा 1,50,000 मात्रै उठ्यो, आउँदाखेरि 11,000को टिकट, जाँदाखेरि 11,000को टिकट 22,000 हुन्छ, अनि चाहिँ गाडीको 20,000 हुन्छ, 42,000 हुन्छ। उहाँले चाहिँ 85,000 दिँदाखेरि कति खर्च पर्न जान्छ। मेरो आशावादी चाहिँ के थियो भने एरिना चौहान आउँदा कमसेकम केही नभए पनि 2 देखि 3 लाख जस्तो टिकट जान्छ र उहाँले भने जस्तो पनि मैले दिन सक्छु र अन्य पछाडि नाच्ने कलाकार, बोल्ने कलाकार, गाउने कलाकारलाई पनि त्यहाँबाट व्यवस्थापन गर्न सक्छु भन्ने मेरो एउटा आशा जुन टुटेको थियो, त्यो कारणले उहाँलाई मैले 85 मा घटेर 80 पैसा मैले क्यास दिएको, 80,000, त्यसपछि 5,000 चाहिँ होटलको दिएको हो मैले। अब त्यति भन्दाखेरि उहाँले चाहिँ सामाजिक सञ्जालमा हल्ला उकाएर मैले प्रष्ट रूपमा मैले बुझेको पनि छैन। पत्रकार साथीहरू उहाँले पारिश्रमिक पाउनु भएको छैन। मैले चाहिँ सुर्खेतमा गाडी पठाएको हो कि होइन, मैले प्लेन टिकट काटिदिएको हो कि होइन। यदि प्लेन टिकट नकाट्ने नियत हो भने बुद्ध एयरलाइन्सको सुर्खेतको एकजना कर्मचारी साथीको नम्बर तपाईँलाई मैले दिन चाहन्छु। 98 तपाईँ आफै बुझ्नु होला, मैले हिजो नै 5 बजे फोन गरेर बुद्ध एयरलाइन्सकोलाई मैले होल्ड गरेको छु। 98 583 241 नम्बरमा बुद्ध एयरलाइन्सको कर्मचारीलाई मैले फोन गरेर एलिन चौहानको टिकट नेपालगञ्जबाट 11:50 चाहिँ मैले होल्ड गरिदिएको छु नेपालगञ्ज काठमाडौँको लागि। अब कुरा स्पष्ट यही नै हो। बाँकी कुरा एलिना चौहानको नियत के हो भन्ने कुरा मैले बुझ्न सकेको छैन।